साथीहरु कस्तो टेन्सन भयो भने राजा पानी छैन कसलाई भने एसी र फ्रिज पाइन्छ भनेर तर मेरो दिमागमा एउटा आइडिया आयो यो पछाडीको पसलमा एसी र फ्रिज दुबै रहेछ चोरेर भाग्दा जेल त हाल्दैन नि होला तिमीहरुसँग राजा त छैन कसले हाल्छ र मलाई जेलमा मैले त भने थिए नि राजा छैन भने चोरी दिन्छु मैले चाहिँ 3 टनको एसी र 500 लिटरको डिप फ्रिज चोरेको यो एसी र फ्रिजले काम गरुन्जेल म फर्किन्न अब मेरो हिमालमा चिल गर्ने पालो ढुक्क मेरो बुद्धि बिजुली नभएको ठाउँमा कसरी चल्छ एसी र फ्रिज जा अब फेरि सोलर चोर्न जानु पर्ने भयो साथीहरु मैले यो सब झ्याप हानेर ल्याए हेर्नुस् त के छ अब मेरो काम पूरा भयो ल फाइनली सब सेट भयो एसी को चिसो हावा सरर अनि फ्रिजमा प्रिय मित्र सेतो भालुले दिएको यो चिसो माछा चाहिँ तर हिजो काठमाडौँमा सामान चोर्दा नि केटाहरु हो बाटोमा कति राम्री केटीहरु देखे भने डर लाग्यो माय लर्ड जीवनमा अनुभव गर्न पाइयो ला